हेलो गाइज नमस्ते अनि वेलकम ब्याक टु एसटिएस ब्लग। आशा गर्छु सबैजना सन्चै हुन्छ भनेर। के हजुरहरू पनि क्रोएसिया एप्लाई गर्ने सोचमा हुनुहुन्छ कि अलरेडी एप्लाई गरिसक्नु भएको छ? कन्ट्याक्ट पेपर पनि आइसकेको होला र क्रोएसियामा चाहिँ अहिले धेरै बिग चेन्जेस भइसकेको छ। यदि तपाईँहरू फ्रेसर एप्लाई गर्दै सोचमा हुनुहुन्छ भने तपाईँहरू थोरै सावधान हुने बेला आएको छ। कुनै पनि एजेन्सी कुनै पनि मेन पावरले म क्रोएसिया चाँडै पठाउँछु र क्रोएसियाको डिमान्ड आएको छ कुनै सेटिङबाट पठाउँछु भन्छ भने उहाँहरूलाई डाइरेक्टली इग्नोर गरिदिनु होला। किनकि अहिले आएर क्रोएसियन गभर्मेन्टले चाहिँ कुनै पनि कामदारको चाहिँ पेपर साइन गरिरहेको छैन र आज चाहिँ म तपाईँहरूलाई यो विषयमा फुल जानकारी दिनेछु। यदि तपाईँहरू च्यानल नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला, त्यहाँ रहेको बेल आइकनको नोटिफिकेसन प्रेस गर्न नभुल्नु होला ताकि तपाईँले आउँदो दिनमा चाहिँ गुड न्युज पनि पाउनुहुनेछ। यदि तपाईँहरू क्रोएसियाको लागि इन्ट्रेस्टेड हुनुहुन्छ, क्रोएसिया आउने सोचमा हुनुहुन्छ भने तपाईँलाई फ्युचरमा यो च्यानलबाट धेरै फाइदा हुनेछ। यदि भिडियो मन परे लाइक गरिदिनु होला र कहाँबाट हेर्दै हुनुहुन्छ र एप्लाई गर्ने सोचमा हुनुहुन्छ या एप्लाई गरिसक्नु भएको छ कमेन्ट गरेर नछुटाउनु होला। र फर्स्ट अफ अल म आज चाहिँ ब्याड न्युजको बारेमा सुरुमा ब्याड न्युज भन्नेछु होइन। तपाईँहरूले फ्रेसर एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने अहिलेको दिनमा एप्लाई नगर्नु होला होइन। आउँदो दिनहरूमा यदि तपाईँलाई मलाई फलो गर्नुभयो भने म भिडियोबाटै तपाईँलाई इन्फर्म गर्नेछु र तपाईँलाई भिडियोबाटै तपाईँलाई थाहा पाउने गरी म भन्नेछु यदि मलाई फलो गर्नुभयो भने। फर्स्ट अफ अल अहिले चाहिँ हामी तीनवटा कन्ट्रीलाई चाहिँ होइन, बङ्गलादेश त पहिलाबाट बिहान थियो होइन, बङ्गलादेशको अहिलेसम्म खोलेको छैन, 2 वर्ष हुन लागिसक्यो र अहिले आएर हालै आएर चाहिँ नेपाल र इन्डिया होइन, इन्क्लुडिङ गर्दाखेरि नेपाल, इन्डिया, पाकिस्तान, बङ्गलादेश 4वटा देशलाई चाहिँ कुनै पनि वर्क परमिट या कुनै पनि किसिमको भिसा नदिने भएको छ होइन। त्यसमध्ये अब रिजन चाहिँ के हो भन्नुहुन्छ भने अहिले धेरै रुलहरू चेन्ज भयो होइन। रुलहरू चेन्ज हुँदा हुँदै पनि जुन 2025-2024मा आएर जबलेस भएर चाहिँ बिना काम नपाएर होइन यत्तिकै बसिराख्नु भएको छ, उहाँहरूलाई पनि डिपोर्ट गर्ने सिचुएसन आइसकेको छ। यदि इलिगल भएर बस्नुभएको छ, 60 दिन पार भएको छ भने तपाईँहरू मजाले आफै घर फर्किँदा नि हुन्छ होइन। र कुनै अरू कन्ट्री मुभ हुन चाहनुहुन्छ भने तपाईँ मुभ हुँदा नि हुन्छ होइन। अहिले चाहिँ 60 डेज कटिसकेपछि चाहिँ यो नियम चाहिँ पहिल्यै लागू भएको होइन, मैले भिडियोमा पनि भनिसकेको थिएँ र तपाईँहरू यदि नयाँ हुनुहुन्छ च्यानलमा भने यो भिडियो तपाईँहरूले मजाले हेर्नु होला। र अहिले चाहिँ आएर यो सिचुएसनमा आएर यदि फर्स्ट अफ अल यहाँ इलिगल भएर बसेको तपाईँको वर्क परमिट नभएको होइन, इलिगल भएर बस्नुभएको छ भने 60 डेज कटेको छ भने तपाईँलाई डाइरेक्ट डिपोर्ट गर्नेछ होइन। अनि फर्स्ट अफ अल हामी जो पनि नेपालबाट होइन इन्डियाबाट कसैले पनि हेर्दै हुनुहुन्छ र तपाईँहरू फ्रेसर एप्लाई गर्ने सोचमा हुनुहुन्छ भने प्लिज अहिले एप्लाई नगर्नु होला। अभोइड द एभ्रिथिङ, एजेन्सी मेन पावर सबैलाई अभोइड गरेर बस्दाखेरि हुन्छ। बरु बेस्ट हुन्छ अरू कन्ट्री नै ट्राई गर्दाखेरि, कुनै पनि युरोपियन कन्ट्री छ होइन, स्लोभाकिया, स्लोभेनिया, बुल्गेरिया, कुनै पनि देश तपाईँले ट्राई गर्न सक्नुहुनेछ। र क्रोएसिया पर्खिँदा पनि अब धेरै लङ टर्मसम्म पर्खिनु पर्ने हो कि होइन, बा हालै 1-2 महिनामा खुल्ने हो कि, किन भन्दा यहाँ सेटल गर्न धेरै टाइम लागिरहेछ। सो अहिले चाहिँ कुनै पनि किसिमको डिमान्ड गएको छैन र डिमान्ड अहिले हालचालै कुनै पनि डिमान्ड जाने छैन। सो क्रोएसियन गभर्मेन्टले चाहिँ कुनै पनि पेपर नेपाल गभर्मेन्टसँग इन्डिया गभर्मेन्टसँग साइन गर्ने छैन होइन। यो लेटेस्ट अपडेट हो, तपाईँले क्रोएसियन विकमा गएर पनि चेक गर्न सक्नुहुन्छ र कोही आफन्त कोही साथीहरू क्रोएसियामा हुनुहुन्छ भने उहाँहरूसँग पनि बुझ्न सक्नुहुनेछ। र यो कुरो क्लियर होस्, तपाईँहरू यदि फ्रेसर नयाँ एप्लाई गर्दै हुनुहुन्छ भने अहिले चाहिँ प्लिज नगरिदिनु होला। ओके, सेकेन्ड थिङ रहेको छ, यदि तपाईँहरू पनि कसैको नि वर्क परमिट आइसकेको छ र भिएसएफको वेटिङमा हुनुहुन्छ होइन, र जो अलरेडी वर्क परमिट इस्यु गरेको छ होइन, त्यो पनि तपाईँले क्लियरली राम्ररी चेक गर्नु होला। तपाईँको पैसा जुन भिएसएफ गर्दाखेरि पैसा वेस्ट हुने चान्सेस बढिरहेको छ। यदि तपाईँको वर्क परमिट आइसकेको छ भने तपाईँले क्लियरली 3टा चेक गर्नु होला होइन। फर्स्ट अफ अल फर्स्ट ओआइबी नम्बर विच इज पुलिस स्टेसनको हुन्छ होइन। सेकेन्ड भनेको तपाईँको आफ्नो हुन्छ जुन तपाईँले इम्प्लोइ हुनुहुन्छ, सेकेन्ड त्यसको भयो। थर्ड भयो कम्पनीको इम्प्लोयरको ओआइबी नम्बर हुन्छ, यो क्लियरली चेक गर्नु होला। र त्यहाँ कम्पनीको कोही डिटेलहरू हुन्छ, कुनैमा मेल आइडी हुन्छ, कुनैमा फोन नम्बर हुन्छ होइन, कुनै वेबसाइटबाट भए पनि तपाईँले भिजिट गरेर कम्पनीसँग कुरा गर्नु होला यो वर्क परमिट फेक होइन भनेर। किनकि यो सिचुएसनमा आएर होइन तपाईँको अगस्तबाट लिएर अहिले हालचालैसम्म म्याक्सिममको चाहिँ वर्क परमिट इस्यु भएको छैन होइन। हुनेको त भइरहेको छ, कुनै आफन्तले दिलाइराख्नु भएको छ भने कुनै आफ्नो कम्पनीबाट वा कुनै साथीहरूको कम्पनीबाट चाहिँ आइराख्नु भएको थियो र अब चाहिँ कुनै पनि खालको वर्क परमिट कोही आफन्त होस्, कोही आफ्नो
फ्यामिली नै ल्याउन चाहोस् र कसैले पनि वर्क पर्मिट निकाल्न सक्दैन, यो सिचुएसन छ। त्यही भएर तपाईँहरूलाई अझै पनि भन्छु, तपाईँको वर्क पर्मिट आएको छ भने पनि कम्पनीमा मेल गरेर हुन्छ कि बा एजेन्टसँग कुरा गरेर हुन्छ कि त्यो चाहिँ कम्पनीसँग कुरा गर्नु होला। कुनै पनि वेबसाइटबाट निकालेर भए पनि बा तपाईँलाई त्यो जुन वर्क पर्मिट हुन्छ होइन, त्यहाँ ओआइबी नम्बर हुन्छ, यदि इमेल आइडी पनि हुन्छ, तपाईँले त्यहाँबाट पनि क्लियर गरेर कम्पनीसँग कुरा गर्न सक्नुहुनेछ। थर्ड थिङ भयो, जो यदि यो केसमा चाहिँ यदि ओरिजिनल छ सबै थोक तपाईँको होइन, तपाईँले भिजिबली हेरेर पनि तपाईँले थाहा पाउनुहुनेछ वर्क पर्मिट ओरिजिनल हो या होइन भनेर। ओके, अनि अर्को चिज रहेछ, यदि तपाईँको ओरिजिनल छ, वर्क पर्मिट ओरिजिनल छ, तपाईँको भिएसएफ नि भइसकेछ या भिएसएफ गर्न वेटिङमा हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ वर्क पर्मिट पाइसकेको मान्छेलाई चाहिँ यहाँ लिएर आउनेछ। त्यो पनि कन्डिसन हेरेर, फर्स्ट अफ अल मेडिकल चाहियो 90 दिन नकटेको होइन, जुन चाहिँ मेडिकल मेन पावरले गर बा एजेन्सीले गरेछ त्यो मेडिकल होइन, आफ्नो पर्सनल प्राइभेटली चेक गरेर एउटा मेडिकल रिपोर्ट लिएर आउनु होला फर्स्ट अफ अल। सेकेन्ड थिङ भनेको तपाईँले ल्याङ्ग्वेज A1 लेभलको ल्याङ्ग्वेज सिकेर आउनु होला होइन। र इच एन्ड एभ्री डकुमेन्ट, यदि तपाईँको पुलिस रिपोर्ट एक्सपायर हुनलाई जस्तो यहाँ आएर पनि कमसेकम 15 देखि 20 दिनसम्मको पुलिस रिपोर्ट एक्सपायरी डेट रहोस् होइन। यदि त्यो पनि भएन भने तपाईँलाई सिधै रिटर्न गरिदिनेछ। फर्स्ट थिङ्स भयो मेडिकल, सेकेन्ड भयो A1 लेभलको ल्याङ्ग्वेज चाहियो जुन क्रोएसियन ल्याङ्ग्वेज हुन्छ, थर्ड भयो हाम्रो पुलिस रिपोर्ट एक्सपायर नभएको। यदि तपाईँसँग एक्सपायर हुन लागेको छ भने पनि इमर्जेन्सीमा तपाईँले पुलिस रिपोर्ट 7 दिनमा बा 10 दिनमा तपाईँको पुलिस रिपोर्ट आउँछ, तब तपाईँले बनाए पनि हुनेछ। तपाईँको 6 मन्थ भ्यालिड लिएर आउँदाखेरि झन् बेस्ट हुनेछ होइन। यदि तपाईँहरू अलरेडी भिएसएफ गरिसक्नु भएको छ या भिसाको वेटिङमा हुनुहुन्छ भने तपाईँहरूले चाहिँ मेडिकल स्टार्ट गर्दाखेरि हुनेछ, किनभने तपाईँको भिएसएफ गरेको अलरेडी 1-1.5 महिना त भइसक्यो होला होइन। तपाईँले मेडिकल गर्दा तपाईँले ल्याङ्ग्वेज सिक्दाखेरि तपाईँलाई बेस्ट चिज भन्छु होइन, कुनै पनि पैसा नतिरिकन तपाईँले ल्याङ्ग्वेज सिक्नु होला। युट्युबमा सिके नै भयो होइन, युट्युबमा पनि पाइहाल्छ, आजभोलि त टिकटकमा पनि पाइहाल्छ होइन, जताबाट पनि ल्याङ्ग्वेज चाहिँ मोस्ट इम्पोर्टेन्ट ल्याङ्ग्वेज सिक्नु होला। र यदि तपाईँहरू अझै एउटा कुरो भन्ने छ, यदि तपाईँहरू यहाँ आएर चाहिँ म फट्टै गएर जब चेन्ज गर्छु, म 2 महिना या 3 महिना 1 महिना काम गर्छु, कम्पनी राम्रो छैन, सप्लायर कम्पनी पऱ्यो, म जब चेन्ज गर्छु भन्दाखेरि तपाईँले पाउनुहुने छैन होइन। 6 मन्थ मिनिमम 6 मन्थ चाहिँ जुन कम्पनीमा आउनुभएको त्यो कम्पनीमा काम गर्नुपर्ने हुनेछ। त्यो कम्पनीले ट्याक्स बुझाएको हुनुपर्छ 6 महिना, अनि त्यसपछि मात्रै तपाईँले जब चेन्ज गर्न बा कुनै पनितिर मुभ हुन मजाले इजिली पाउनुहुन्छ। त्यो पनि कन्डिसन हेरेर कम्पनीले अथोरिटी दियो भने, विदाउट कम्पनी अथोरिटी तपाईँलाई कुनै पनि वर्क पर्मिट इस्यु गर्दैन। र तपाईँहरू सिजनलमा आउँदै हुनुहुन्छ भने मोस्ट ध्यान दिनु होला कि उही कम्पनीसँग बा मेन पावरसँग मजाले कन्ट्र्याक्ट राखेर मात्रै आउनु होला। किन भन्दाखेरि तपाईँको सिजनल भनेको काम भने कस्तो हुन्छ भन्दाखेरि अब सिजन स्टार्ट हुने बेला भयो, डिमान्ड आयो बा डिमान्ड आउँछ भनेर तपाईँलाई आशा देखाउँछ भने त्यहाँ पनि इग्नोर गर्नु होला फर्स्ट अफ द थिङ। जब तपाईँको अब सिजनमा नै आउँदै हुनुहुन्छ भने पनि मजाले कन्ट्र्याक्ट साइन गरेर, किन भन्दा तपाईँ सिजनमा आएपछि 6 महिनादेखि तपाईँले 7 महिना 8 महिना काम गर्नुहुन्छ, अनि त्यसपछि तपाईँले के गर्ने त भन्दाखेरि तपाईँहरू जबलेस हुनुहुन्छ, यहाँ आएर पनि 60 दिन कटेपछि तपाईँले फेरि डिपोर्ट हुने चान्सेस बढी हुन्छ। किनभने 60 दिनभित्रमा तपाईँले काम खोजेर काम लाग्नुपर्छ, त्यो अर्को जुन अर्को कम्पनी जाँदै हुन्छ त्यसले वर्क पर्मिट इस्यु गराइदिनु सक्नुपर्छ, र त्यति साह्रो इजी छैन होइन। र तपाईँहरू पनि त्यो कुरामा ध्यान दिनु होला। तपाईँहरूलाई होइन कुनै पनि किसिमको हेल्प चाहियो, कुनै पनि किसिमको जानकारी चाहियो भने मसँग डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुनेछ। म इन्स्टाग्रामको आइडी डिस्क्रिप्सनमा हालिदिनेछु, टिकटकको लिङ्क डिस्क्रिप्सनमा हालिदिनेछु, र होइन योभन्दा 2टा अगाडि भिडियोमा होइन, यो फर्स्ट भयो सेकेन्ड थर्डको भिडियोमा गएर हेर्नु होला, लेटेस्ट भिडियोको थर्डमा गएर त्यहाँ मेरो वाट्सएप नम्बर पनि छ, त्यहाँबाट पनि मसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ।